एभ्रिवान, गुड मर्निङ, नमस्कार। हेर्नु है साथीहरू, हाम्रोमा चाहिँ दुईवटा रूपमा बगेराको गुड थियो। यसमा चाहिँ बच्चा पनि थियो, तर यो बच्चामा यस्तो खालको ट्विस्ट आयो नि, जति गर्दा पनि सकिएन क्या। हेर्नु त, यस्तो किसिमको यसको मृत्यु भयो। यो के कारणले भन्नुहुन्छ होला होइन, बिचरा उड्न सक्ने भइसकेको थियो। यो चाहिँ एकदम मान्छे मात्र होइन, पशु पनि खराबै चिज हुँदो रहेछ कि मैले चाहिँ बुझेको है। यसको कहानीबाट मैले बुझेको कस्तो थियो भने नि, हाम्रोमा चाहिँ यो दुईवटा गुड थियो, अनि दुईवटा गुडमा चाहिँ यो बच्चा हुर्काएको थियो क्या, हुर्काइ नै सकेको थियो नि। अनि तर अब कस्तो भयो भन्नुहुन्छ भने, यो अर्को गौँथली आएर चाहिँ त्यसलाई गुड बनाउन खोज्दो रहेछ क्या। अनि खोजे पछाडि त अब त्यो खाली हुँदैन, अब बच्चा हुन्छ। अनि बच्चा भएपछि उसले के गर्दो रहेछ नि, फुत्त चुच्चाले तान्दै निकाल्दै फाल्दै गर्दो रहेछ कि। यहाँ पनि त्यही भयो। हिजोसम्म त खेदे होइन, तर हिजो अब म बिताएको दिन पनि त्यो बुद्ध जयन्ती काममा व्यस्त भयो, मैले यसलाई हेरिनँ। तर आज बिहानै बढाल दिनु पर्यो भनेर हेरेको त साथीहरू। यिनीहरूलाई मृतक अवस्थामा देखेँ, एकदमै दुःख लाग्यो। पशु पनि यस्तो हुँदो रहेछ, कस्तो खालको चिज होला यो। हेर्नु न, सबै मऱ्यो, पाप लाग्यो नि भगवान्, के गर्नु। अब के गर्नु साथीहरू, फेरि गौँथली बस्न दिनु कि नदिनु, कमेन्ट गर्नु होला।